धेरै साथीहरू सोध्नुहुन्छ तपाईँ फ्री भिसा फ्री टिकटमा जानुभएको कि पैसा तिरेर जानुभएको भनेर धेरै साथीहरू सोध्नुहुन्छ। म आजभन्दा 4 वर्ष अगाडि आएको हुँ र म चाहिँ पैसा तिरेर आएको हुँ है। म चाहिँ आजभन्दा 4 वर्ष अगाडि 2,50,000 तिरेर मलेसिया आएको। त्यतिखेर फ्री भिसा फ्री टिकटको धेरै चर्चा चलेको थिएन। यदि यसरी नै धेरै साथीहरूको यस्तै भिडियोहरू देखेको भए म पनि फ्री भिसा फ्री टिकटको डिमान्ड खोजेर आउँथे। त्यतिखेर चाहिँ यस्तो केही पनि थिएन। त्यही भएर म चाहिँ पैसा तिर्न बाध्य भएर पैसा तिरेर आएर पनि केही पनि फाइदा भएन। जुन म सपना देखेर आएको थिएँ मलेसियामा जान्छु र धेरै पैसा कमाउँछु र आफूमाथि लागेको ऋणहरू सबै तिर्छु भनेर म सोचेर आएको थिएँ, त्यो चाहिँ एकदमै पानीमा फेरियो। त्यो सपना चाहिँ पैसा तिरेर जाने डिमान्डहरू एकदमै राम्रो हुन्छ। फ्री भिसा फ्री टिकटको डिमान्डहरूमा चाहिँ खासै राम्रो काम हुँदैन र चल्दैन भनेर एजेन्टहरू भनेका थिए। म पनि सोचे हो होला, साँच्चीकै पैसा तिरेर गयो भने त राम्रै कम्पनी पाउँछ होला भनेर म पनि त्यही अनुसार नै पैसा तिरेर आएको हो। तर भने जस्तो भएन। 1 वर्षसम्म त यहाँ बेसिकमै काम गर्नु परेको थियो र 1 वर्षसम्म म एकदमै डिप्रेसनमा थिएँ। कसरी भन्नुहुन्छ भने एकदमै धेरै लोन थियो र 1 लाख 1.5 लाख 2 लाख रुपियाँ कमाउँछु सोचेर आएको मान्छे यहाँ आउँदाखेरि त त्यतिखेर 1500 बेसिक थियो र बेसिक अब 1500मा पनि अब खानु पर्यो, यताउता गर्नु पर्यो, त्यही बस्थ्यो 1000 रिङ्गेट बस्थ्यो। र त्यतिखेरको रेट चाहिँ 27-28 मात्र थियो। फेरि धेरै पनि हुन्थेन, 27-28 मात्र थियो। अनि लोन थियो धेरै, अनि पैसा बस्थ्यो 27-28 हजार। कसरी हुन्छ, के हुन्छ, कसरी तिर्ने त्यति धेरै ऋण भनेर एकदमै डिप्रेसनमा पनि थिएँ म चाहिँ। र धेरै महिना म चाहिँ यहाँको 10% को हिसाबले ब्याजमा पैसा पनि चलाएको मान्छे हो म। त्यही भएर म हजुरलाई भन्छु, फ्री भिसा फ्री टिकट पाउनुहुन्छ भने मलेसिया आउनु होला, नत्र 4-5 लाख रुपियाँ लगाएर मलेसिया नआउनु होला। किनकि हजुरहरू नेपालबाट धेरै पैसा कमाउने चक्करमा आउनुभयो र धेरै पैसा कमाउने चक्करमा सहकारी लघुवित्तबाट लोन निकालेर आउनुहुन्छ र यहाँ त्यही लोनको किस्ता तिर्नलाई पनि पैसा बचेन भने हजुरहरू पनि म जस्तै डिप्रेसनमा जानु होला। फेरि म त जसो तसो कटाइहालेँ, 4 वर्ष भइहाल्यो। अब चाहिँ म चाहिँ अलि कन्ट्रोलमा छु भन्नुपर्छ। सुरुमा चाहिँ एकदमै गाह्रो हुन्छ है। कम्पनी नचलेपछि चाहिँ एकदमै गाह्रो हुन्छ। हजुरहरू राम्रो कम्पनीमा पर्नुभयो भने हजुरहरूको भाग्य छ भने त युरोपको कमाई पनि फेल खान्छ। म चाहिँ हजुरलाई यति पनि भन्छु, यहाँ राम्रोसँग काम गर्नुभयो, यहाँ राम्रोसँग कम्पनी चल्यो भने महिनाको 30 का 30 दिन र 12 घन्टा काम चल्यो भने युरोपको कमाई मलेसियामै फेल हुन्छ। तर 90% कम्पनीमा ओटी चलेको छैन। त्यही भएर हजुरलाई भन्छु, म फ्री भिसा फ्री टिकट पाउनुभयो भने आउनु होला, मेरो जस्तो डिप्रेसनमा चाहिँ नपर्नु होला, नफस्नु होला भनेर म चाहिँ हजुरलाई सजेसन दिइरहन्छु। मैले भोगेको, मैले जानेको कुरो हजुरलाई म भन्छु। हजुरहरू मान्नुस् नमान्नुस् हजुरहरूको इच्छा हो। त्यही भएर हजुर चाहिँ सोच विचार गरेर आउनु होला भन्छु म चाहिँ। फ्री भिसा फ्री टिकटको डिमान्ड धेरै जान्छ अहिले मलेसियाबाट। फ्री भिसा फ्री टिकटको डिमान्ड खोजेर आउनु होला। फ्री भिसा फ्री टिकटमा आउनुभयो भने चाहिँ त्यस्तो केही गाह्रो पर्दैन है त। हजुरहरूलाई मेरो भनाइहरू राम्रो लाग्छ भने भिडियोलाई लाइक र सेयर गरिदिनु होला र आफूलाई मनमा लागेको प्रतिक्रियाहरू कमेन्ट मार्फत लेख्नु होला। र आइडीमा नयाँ हुनुहुन्छ, च्यानलमा नयाँ हुनुहुन्छ भने फलो र सब्सक्राइब गरिदिनु होला। यति भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद, जय नेपाल। हजुरहरूको दिन शुभ रहोस्।